हेलो प्रिय मित्रहरू, सबैलाई नै बिहानीको शुभ सादर प्रणाम छ। अनि अब बिहानीको कामहरू सुरु भयो। सबै आफ्नो आफ्नो ड्युटीमा गएपछि मेरो भर्खर अब प्लान्टमा यसरी पानी हाल्नुपर्छ। पानी हालेन भने सुक्छ। अब 10वटा काम छोडेर पनि यो त अब गर्नै पर्यो नि। यी जमेडो तपाईले चिन्नुहुन्छ कि हुँदैन? यसलाई शिलङमा त बहुतै खान्छ सबले। यो पत्तालाई हामी पनि खान्छौँ, तर यहाँको कतिहरूले मन नपराउँदो रहेछ। यसको गन अलग्गै किसिमको हुन्छ नि, तर यसमा चाहिँ ब्लड पुरा हुँदो रहेछ, खुन बनिँदो रहेछ यो खायो भने चाहिँ। त्यसले गर्दा शिलङमा चाहिँ सबै एकदम यो प्रसिद्ध छ। किनभने भातमा यो काँचै यसरी सलाद सल धुएर भातमा राखेर सलाद भन्ने चाहिँ एकदमै यिनीहरूले खान्छन्। हामी पनि खान्छौँ त्यसरी सलाद बनाएर। तर यहाँ चाहिँ यो कतिले जानेको छैन के, यो अलिक गनाउँछ त। यो त गनाउँदो रहेछ, कसरी खाने हो भन्छ। ल अब यसरी पानी हाल्दैछु। अब यो पानी अस्तिको गमलाहरू पनि सबै रेडी भयो मेरो। ल भिडियो समाप्त गर्दैछु है। सबैलाई सादर प्रणाम छ। बाई बाई।